हाई गाइस, सबैजनालाई नमस्कार। ड्युटी सुरु है, कपडा धुन लागेको। मेरो चाहिँ वर्षको एकचोटि मात्रै बन्द हुन्छ मेसिन, नत्र अनको अनै हो है गाइस। मेरो चाहिँ त्यो पनि मौका मिलेछ भने मात्रै। अब होटल छोडेर जानै मिल्दैन, कहिलेकाहीँ मात्रै हो म चाहिँ घुम्न जाने। मेरो चाहिँ बुढा भएर हुनुहुन्छ, सबै आफैले गर्नुपर्छ नि, अनि त्यही भएर कतै जान भ्याउँदैन म चाहिँ है। अब दुःख चाहिँ गर्नुपर्छ सबैजनाले, सानो होस् ठुलो होस् है, काम चाहिँ गर्नुपर्छ। काम गर्न चाहिँ लजाउनु हुँदैन, कहिले पनि काम गर्नलाई पछाडि सर्न हुन्न है। कति राम्रो घाम लागेछ, मजाले घाममा बसेर धुने। गर्मीसामा चाहिँ हामी बाथरुममा धुन्छौँ, जाडोसामा चाहिँ बाहिर यसरी घाममा बसेर धुन्छौँ है हामीले चाहिँ। अनि म कपडा धुँदै गाडी आयो, अनि कपडा छोडेर फेरि भित्र खाना पकाउन आएँ। अनि खानासाना पकाएर अनि भाँडासारा माझेर जान्छु कपडा धुन है गाइस। मेरो लाइफ यही हो भनौँ नि, रमाइलो नै छ, चलिरहेको छ है। बुढाबुढी मिलेरै चलाउनु पर्छ। अनि साइली पनि छ मेरो साथमा, रमाइलो नै हुन्छ हाम्रो है। पाहुनालाई खुवाइसके है, यसरी खुवाउँछौँ हामी चाहिँ।